हेलो साथीहरु नमस्कार सबैलाई छठ पूजाको शुभकामना छ। म चाहिँ अहिले गोजी पोखरी माडलमा छु। यहाँ छठ पर्वको पुरै रौनक छ हेर्नुलाई र यस्तो धेरै मान्छेहरु हुनुहुन्छ कि एकदमै धेरै मान्छेहरु हुन्छ, एकदमै रमाइलो छ। त्यही रमाइलो हजुरहरुलाई यसो देखाऊँ भनेर म भिडियो बनाउँदै छु है त। ल हेर्नु होला है त कतिको रमाइलो छ। छठ पर्वको यो एकापट्टि साइड हो यो गोजी पोखरीको हिमाडलको, हेर्नु होला यस्तो तयारी हुँदैछ। यो एकापट्टि साइडको मात्र यो पोखरीको यसरी पानी जम्मा गरेर है यहाँ पूजा गर्न खोज्दै हुन्छ। एकदम राम्रो लाग्छ है साथीहरु। हेर्नुलाई यो चाहिँ गोजी पोखरीको मन्दिर परिसर हो। यस्तो धेरै मान्छेहरु हुनुहुन्छ कि म कुनै जात्रामा आए जस्तो फिल भइरहेछ मलाई, एकदम रमाइलो। हेर्नु होला यस्तो धेरै रमाइलो फिल भइरहेछ। सबैजना छठ पूजा हेर्दै हुन्छ, कसरी हुन्छ के गर्दै हुन्छ भनेर म नि हजुरहरूलाई देखाउँदैछु है त। साथीहरु ल हेर्नुलाई गोजी पोखरी हो, पोखरीको पुरै साइडमा एकदम रमाइलो पुरै बत्ती झिलिमिली देखिरहेको छ। हजुरहरूले देख्न सक्नुहुन्छ कस्तो लाग्दैछ प्रतिक्रिया दिनु होला। छठ पर्वको सबैमा शुभकामना पनि छ है साथीहरु। सबैमा छठ पर्वको शुभकामना। सूर्य भगवानको पूजा गरेर यो पर्व मनाउने गरिन्छ। सबैलाई छठ पर्वको शुभकामना। पोखरी हेर्नुहोस् धेरै प्याक छ। हेर्नेहरू यति धेरै हुन्छ, हेर्नेहरूले देख्न पाउनु भएन। ल यस्तो धेरै प्याक छ, यति धेरै प्याक छ, यति धेरै मान्छेहरूले हेर्न खोज्दै हुनुहुन्छ रमाइलो लागेर। हेर्नुमा साथीहरू यस्तो छ है, बत्तीहरू बालेर त्यसरी यस्तो छ। यो पुरै एरिया नै गोजी पोखरी एरिया नै पुरै सजाइएको छ। परदेखि परसम्म पुरै छ, पुरै एरिया यो पोखरीको चारैपट्टि मान्छेहरू यति धेरै हुनुहुन्छ। यति धेरै मान्छेहरू यतापट्टि पनि त्यत्तिकै हुनुहुन्छ है मान्छेहरू। सबैतिर पुरै ओभर एक राउन्ड पुरै यति धेरै छ। सबैलाई शुभकामना छ। ल राम्रोसित बनाउनु होला। ह्याप्पी छठ पूजा। साथीहरू भिड यस्तो छ कि यो पुरै बाटो खोजी हिँड्नुपर्ने अवस्था छ। यताबाट माइकिङ भइरहेछ बाटो छोडिदिनु होला भनेर, तैपनि हामीहरू अटिर गर्दै बस्छौँ नै। सबैजनाले राम्रोसित दर्शन गर्नु होला। है त ल साथीहरू, म चाहिँ फर्केँ है साथीहरू। यति धेरै घुइँचो छ कि अब यो घुइँचोमा धेरै बेर बस्न सकिँदैन। फर्किएँ। सबैजना राम्रोसित मनाउनु होला। पुरै ग्राउन्डभरि नै यस्तै छ है। ल सबैलाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भयो। थ्याङ्क यू सो मच। ह्याप्पी छठ।